नमस्ते, स्वागत छ आजको हाम्रो एकदमै अर्को नयाँ एपिसोड भिडियोमा। आज मैले एकदमै नयाँ खतरा चीज ल्याएको छु है। यदि तपाईले थम्बनेल हेरेर आउनु भएको छ भने तपाईलाई थाहा भइसकेको नै होला है। यस, फुल बडी डल सेक्स टोय ल्याएको छु है मैले। तपाईले हेर्न सक्नुहुन्छ, एकदमै मज्जाको है, एकदमै ठुलो साइजमा, एकदमै लाइफ लाइक स्ट्रक्चर भएको तपाईले हेर्न सक्नुहुन्छ है। आज हामी यसबारे चर्चा गर्ने छौं है त। हामी आज यसको अनबक्सिङ, बेस्ट वे टु युज, सेफ्टी मेजरहरू, पुरै सबै डिटेलहरू चाहिँ यसमा हामी आज चर्चा गर्ने छौं है। मैले लास्टमा एउटा अर्को खतरा चीज पनि देखाउने छु है। ल फर्स्टमा कुरा गरौँ, अब यसको डाइमेन्सनको कुरा गरौँ है त। डाइमेन्सनको कुरा गर्दाखेरि यो लेन्थ वाइज चाहिँ 17 इन्च रहेको छ है। यसरी लम्बाइ नाप्दाखेरि 17 इन्च जति रहेको छ। त्यसैगरी यो चौडाइ चाहिँ तपाईको 12 इन्च जति रहेको छ है। यसरी चौडाइ 12 इन्च जति, लम्बाइ चाहिँ 17 इन्च जति छ है। त्यसैगरी यसको वेट नाप्नु पर्दाखेरि एकदमै हेभी नै छ है। यसको अलमोस्ट 9.7 केजी छ। लगभग हामीले 10 केजी भन्दा हुन्छ है। 10 केजी को यो तपाईको डल सेक्स टोय छ है। त्यसैगरी यो बनेको चाहिँ मेटेरियल के हो भन्दाखेरि चाहिँ हेल्थ सिलिकनबाट बनेको हो है। यो सिलिकनबाट बनेको हो। एकदमै लाइफ लाइक फिलिङ दिने टाइपको, स्किन जस्तो, छाला जस्तो, मान्छेकै जस्तो यो फिल दिने टाइपको सिलिकनबाट बनेको हो है। हेल्थ सिलिकनबाट बनेको हो है त। त्यसैगरी अब हामी कुरा गरौँ एउटा फ्रिक्वेन्टली आस्क्ड क्वेसन है, अथवा धेरै सोध्ने क्वेसनहरू। हाम्रो धेरै जसो कस्टमरले सोधिराख्ने कुरो के हो भनेपछि हामीले यस्तो टोयहरू प्रयोग गर्दाखेरि चाहिँ हामीलाई फ्युचरमा केही समस्या त आउने होइन, अथवा हाम्रो यो प्राइभेट पार्टलाई पछि गएर केही समस्या त हुने होइन है। जस्तै पछि गएर चाहिँ लाइक इरेक्सन नहुने, अथवा पछि बुढीसँग सम्पर्क गर्दाखेरि केही समस्या हुने त होइन भन्ने टाइपका धेरै प्रश्नहरू आउँछन्। त्यसैले मैले यही भिडियो मार्फत तपाईलाई जानकारी गराउन चाहन्छु कि यो सिलिकन टोय है, हेल्थ सिलिकनबाट बनेको टोयहरू तपाईले युज गर्दाखेरि केही पनि समस्या हुँदैन। तर थोरै सावधानी अपनाउनु पर्ने कुराहरू चाहिँ तपाईले पक्कै पनि अपनाउनु पर्ने छ है। त्यो थोरै एकदमै स्मल, सिम्पल तर इम्पोर्टेन्ट सेफ्टी मेजर के रहेको छ भनेपछि तपाईले यो जहिले पनि वास गर्नुपर्ने हुन्छ है। वास भन्नाले बिफोर युज र आफ्टर युज जहिले पनि वास गर्नु होला है त। त्यसैगरी तपाईले यो प्रयोग गर्दाखेरि चाहिँ जहिले पनि ल्युब्रिकेन्ट युज गर्नु होला है। तपाईले अब यसको होल युज गर्नुहुन्छ है। तपाईले हेर्न सक्नुहुन्छ यसमा दुईटा होल नै छ है। लाइक नर्मल वुमन, यहाँ तपाईले भेजाइना देख्नुहुन्छ, यता चाहिँ एनल छ है। तपाईले दुईटै युज गर्न सक्नुहुन्छ है त। यो भेजाइना पनि युज गर्न सक्नुभयो, यो एनल पनि युज गर्न सक्नुभयो है त। तर अब यो युज गर्दाखेरि चाहिँ तपाईले ल्युब्रिकेन्ट युज गर्नुपर्ने हुन्छ है। यस्तो टाइपको ल्युब्रिकेन्ट, वाटर बेस्ड ल्युब्रिकेन्ट युज गर्दाखेरि चाहिँ तपाईलाई एकदमै राम्रो है। ल्युब्रिकेन्ट भन्नाले चाहिँ चिप्लोपना, यदि तपाईलाई थाहा छैन भने है। चिप्लोपना तपाईले यो प्रयोग गर्दाखेरि चाहिँ, यो टोय युज गर्दाखेरि अथवा कुनै पनि सेक्स टोय प्रयोग गर्दाखेरि चाहिँ तपाईले चिप्लोपना युज गर्नु होला है त। चिप्लोपना किन चाहियो त है। तपाईको अब यो होलमा, यो कुनै पनि होलमा, यो भेजाइनामा अथवा हामीले एनलमा, यो एनल होल अथवा चाहिँ यो भेजाइना युज गर्दाखेरि चाहिँ अब हामीले इन्सर्ट गर्दाखेरि अथवा होलभित्र हामीले पेनिस अथवा हाम्रो लिङ्ग चाहिँ हाल्दाखेरि चाहिँ हाम्रो लिङ्गलाई चाहिँ कुनै हानि नहोस्, अथवा चाहिँ एकदमै स्मुथले चाहिँ हामीले युज गर्न सकोस् है। ह्यार्स नहोस् है, अथवा एकदमै स्मुथ होस्, अथवा एकदमै चिल्लो तरिकाले चाहिँ भित्र जाओस्, भित्र बाहिर होस् भन्ने तरिकाले चाहिँ हामीले युज गर्नुपर्छ हो। यस्तो सानो कुराहरूमा चाहिँ हामीले ध्यान दियो भने चाहिँ हामीलाई फ्युचरमा पनि केही समस्या हुँदैन, त्यति बेलै पनि केही पनि समस्या हुँदैन है। त्यति सिम्पल कुराहरू चाहिँ तपाईले ध्यान दिनु होला। अनि त्यसैगरी अर्को कुरो चाहिँ यो तपाईले साथीसँग चाहिँ कहिले पनि युज नगर्नुहोस् है। सँगै सेयर गरेर युज नगर्नुहोस्, किनभने साथीलाई केही इन्फेक्सन हुन सक्ला अथवा केही रोग हुन सक्ला है। त्यो
त्यो चाहिँ तपाईलाई ट्रान्सफर हुन सक्ने अथवा त्यो इन्फेक्सन सर्न सक्ने इन्फेक्सन हुन सक्ने चान्स हुन्छ तपाईलाई। त्यसैले तपाईले यो टोय चाहिँ कहिले पनि शेयरिङमा कहिले पनि युज नगर्नुस् है त। हेर्नुस् त यस्तो दामी टोय है। तपाईले यो यसरी उभ्याएर पनि हेर्न सक्नुहुन्छ है। हेर्नुस् त एकदमै दामी खाले छ है। यो अर्डर गर्नुको लागि चाहिँ तपाईले हामीलाई स्क्रिनमा दिएको नम्बरमा WhatsApp अथवा डाइरेक्ट कल गरेर चाहिँ अर्डर टिपाउन सक्नुहुन्छ है। नेपालभरि एकदमै सेफ र सेक्योर डेलिभरी हुन्छ है त। म अब यो टोय बारे अझ डिटेलमा कुरा गर्न चाहन्छु है त। त्यसपछि पो तपाईलाई थाहा होला त हैन त। यो अर्डर गर्दाखेरि तपाईले सजिलो पनि हुन्छ है। यो अर्डर गर्न त्योभन्दा अगाडि म अर्को कुरा भनिहालौँ। यो अर्डर गर्न एकदमै सजिलो तरिकाले नै अर्डर गर्न सक्नुहुन्छ है। हामीलाई WhatsAppमा अथवा डाइरेक्ट कल गरेर चाहिँ अर्डर गर्न सक्नुहुन्छ। एकदमै सेफ र सेक्योर डेलिभरी हुन्छ है। कुरियरलाई थाहै हुँदैन यो बक्सभित्र चाहिँ के छ भनेर। हामी त्यसरी प्याकेजिङ गरेर पठाएर हुन्छौँ है। पाउने र पठाउनेको नाम मात्र हुन्छ है। पाउने र पठाउनेको डिटेल मात्र हुन्छ। पठाउनेकोमा पनि हामी चाहिँ सेक्स टोय स्टोर हो भनेर चाहिँ थाहा हुँदैन, खुलेको हुँदैन है। त्यसैले एकदमै ढुक्कको साथ चाहिँ तपाईले अर्डर गर्न सक्नुहुन्छ है त। ल अब थोरै यो टोय बारे हेरिहालौँ न है। यो मैले अब भित्रै चाहिँ खोलेन है। तपाईले बाहिरबाट नि मजाले नै देख्न सक्नुहुन्छ है। यो सिल तोड्यो भने चाहिँ अब अलिकति फोर हुन सक्ने चान्स हुन्छ है। यो फोर हुन सक्ने चान्स हुन्छ सिल तोड्यो भने चाहिँ। त्यही भएर मैले यो प्लास्टिक भित्रै नै देखाइदिएँ तपाईलाई। यो बाहिरबाट नि मजाले नै देखिँदैछ है। तपाईले फिल गर्न सक्नुहुन्छ। हेर्नुस् त मेरो हातमा यो मजाले नै आउँदैछ। हेर्नुस् त हामीले यसरी यो ब्रेस्ट युज गर्न सक्छौँ है। दुईटै ब्रेस्ट युज गर्न सक्छौँ। हामीले दुईटै ब्रेस्ट यसरी युज गर्न सक्छौँ। त्यसै गरी चाहिँ अब यो भेजाइना हामीले यसरी समातेर युज गर्न सक्छौँ हैन त। यो खुट्टा समातेर चाहिँ हामीले आफ्नो फ्यान्टासी मजाले पुरा गर्न सक्छौँ है। हामीले यसरी खुट्टा समातेर यो भेजाइना युज गर्न पनि सक्यौँ अथवा चाहिँ यो एनर पनि युज गर्न सक्यौँ है। यसलाई हामीले घोप्टो पारेर पनि युज गर्न सक्छौँ है। तपाईँले जसरी मन लाग्छ यसै गरी यो सोफामा राखेर पनि तपाईँले युज गर्न सक्नुहुन्छ है त। लाइक हामीले यसलाई यसरी है तपाईँले यो अलिकति बाङ्गो गरेर पनि युज गर्न सक्नुहुन्छ है। यसरी गरेर सोफामा राखेर मजाले नै गर्न सक्यो। त्यसै गरी अब यसलाई ल कुन पोजिसन चाहियो त है। जुन पोजिसनमा हामीलाई मन छ त्यही पोजिसनमा हामीले मजाले प्रयोग गर्न सक्छौँ है त। ल यसरी गर्ने हो कि है यसरी गरेर मजाले चाहिँ यसरी गरेर हेर्नुहोस् त यसरी गरेर मजाले गर्न सकिन्छ। यहाँ एस समात्दै हैन यो एस यसरी हान्दै तपाईले मजाले आफ्नो ड्रिम सपना देखेको फ्यान्टासी पुरा गर्न सक्नुहुन्छ है त। यसरी मजाले एस समात्दै तपाईले यो प्रयोग गर्न सक्नुहुन्छ है। तपाईले यसरी नै युज गर्न सक्नुभयो। तपाईले जसरी मन लाग्छ त्यसरी नै एकदमै रियल फिल छ, रियल टच छ है। तपाईले हेर्न सक्नुहुन्छ सबैतिर एक नासको टच छ है। एकदमै गिलो टाइपको है। हेर्नुस् त तपाईले यो हेर्दाखेरि पनि एकदमै दामी देखिने टाइपको तपाईले बाहिरबाट नि फिल गर्न सक्नुहुन्छ। हेर्नुस् त यो भेजाइना तपाईले मजाले हेर्न सक्नुहुन्छ। यो हेर्नुस् त भेजाइना छ, एनल छ है। ल हेर्नुस् त एकदमै दामी खाले। तपाईले कसरी युज गर्न मन लाग्छ त्यसरी नै युज गर्न सक्नुहुन्छ। लाइक स्ल्यापिङ गरेर हैन। तपाईले जसरी मन लाग्छ त्यसरी नै युज गर्न सक्नुहुन्छ है त। फेरि पनि अर्डर गर्नको लागि चाहिँ तपाईले हामीलाई स्क्रिनमा दिएको नम्बरमा WhatsApp अथवा डाइरेक्ट कल गरेर चाहिँ अर्डर टिपाउन सक्नुहुन्छ। नेपालको हरेक ठाउँमा चाहिँ तपाईलाई एकदमै सेफ र सेक्योर डेलिभरी हुन्छ है त। मैले चाहिँ अब यो प्रयोग गर्दाखेरि चाहिँ हैन कसरी प्रयोग गर्थे भन्ने कुरो तपाईलाई थाहा छ। यदि थाहा छैन भने मलाई चाहिँ डगी स्टाइल मनपर्छ है। मैले यसरी चाहिँ डगी स्टाइल राखेर यसरी राखेर डगीमा चाहिँ गर्थ्यो होला है। तपाईलाई यो कसरी गर्न मन लाग्छ है। यदि तपाईसँग भएको भए तपाईले यो कुन स्टाइलमा चाहिँ गर्नुहुन्थ्यो मलाई कमेन्ट मार्फत चाहिँ जानकारी दिनु होला है त। मलाई चाहिँ डगी स्टाइल मन पर्छ है। अन्त्यमा मैले एउटा
खतरा चिज देखाउने भनेको थिएँ नि, के हो त? गेस गर्न सक्नुहुन्छ? ल मैले एउटा खतरा चिज देखाएँ है। टन्टना हेर्नुहोस् त, यो खतरा चिज छ है। एकदमै पोर्टेबल साइजमा तपाईलाई 2 in 1 है ब्रेस्ट पनि पाउन सक्नुहुन्छ। यसैमा तपाईले भेजाइना पनि पाउन सक्नुहुन्छ है त। यस्तो खतरा चिज देख्नु भएको थियो त? ब्रेस्ट तपाईले हेर्न सक्नुहुन्छ, एकदमै ठुलठुलो ब्रेस्ट नै छ है। त्यसैगरी यसमा भेजाइना पनि छ, योनी पनि छ है। तपाईले दुईटै मजा लिन सक्नुहुन्छ है। तपाईले यो पनि दुईटै ब्रेस्ट समातेर यसरी युज गर्न सक्नुहुन्छ है। रिजनेबल प्राइसमा पोर्टेबल साइजमा तपाईले एकदमै केही राम्रो कुरो खोज्दै हुनुहुन्छ भने तपाईको लागि यो बेस्ट कुरो हुन सक्छ है। तपाईको लागि यो बेस्ट टोय हुन सक्छ है। यो हेर्नुस् त, दुईटा हातमा अट्टिने टाइपको पोर्टेबल छ है। तपाईले युज गर्दाखेरि चाहिँ ठुलठुलो ब्रेस्ट छ है। तपाईले यसरी ब्रेस्ट युज गर्दै चाहिँ तपाईले यो यसरी युज गर्न सक्नुहुन्छ है त। हेर्नुस् त, यो ब्रेस्ट पनि एकदमै राम्रो छ अनि भेजाइना पनि यो राम्रो एकदमै दामी छ है। तपाईले यो पनि अर्डर गर्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा तपाईले सेम प्रोसेस है WhatsApp अथवा डाइरेक्ट कल गरेर चाहिँ तपाईले अर्डर टिपाउन सक्नुहुन्छ। नेपालभरि एकदमै सेफ र सेक्युर डेलिभरी हुन्छ है त। अब हामी भिडियोको अन्त्यतिर आइसकेको छौँ। हामीले दिएको भिडियोहरू, हामीले दिएको इन्फर्मेसनहरू तपाईलाई एकदमै राम्रो नै लाग्छ होला भन्ने हामीले एकदमै आशा गरेको छौँ है। हाम्रो भिडियोहरू, हाम्रो इन्फर्मेसनहरू एकदमै राम्रो लाग्छ भने तपाईले हामीलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। हस् त, आजको लागि यति नै। हजुरको समय शुभ रहोस्। धन्यवाद।